हर्दी, बेसार अथवा टर्मरिक जे भने पनि हामी चाहिँ यसलाई हर्दी, बेसार भन्ने गर्दछौँ। यो तपाईँ हाम्रो भान्साघरमा दैनिक उपभोग्य वस्तु हो। भान्सामा पाक्ने सबै सब्जीहरू यो छैन भने अधुरो रहन्छन्। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ। यसको ढुट्टोलाई खोकी लाग्दा होस् या चोटपटक लाग्दा होस् दुधमा मिसाएर सेवन गरेको पाइन्छ। हामी चाहिँ काँचो बेसारलाई यसरी अलिअलि बफ्याएर सिमरा बनाउने गर्दछौँ। हजुरहरू कसो गर्नुहुन्छ कमेन्ट गर्नु होला है। हवस् त, नमस्कार।